भनेको चाहिँ अब यो चाहिँ यौन समागम भनेको अब सेक्स टाइपको पनि भयो या मिलन पनि भयो। जसरी पनि अब तन्त्र विद्यामा चाहिँ सेक्स यिनीहरू पनि इजिली चाहिँ हामीले चाहिँ एक्सेप्ट गरेको छ कि जसरी पब्लिकली बोल्दैन हाम्रो तन्त्र विद्यामा चाहिँ के भन्छ यौन यौन के भन्छ त्यसलाई समागमबाट पनि तिम्रो साधना हुन्छ कि। अनि तिम्रो त्यो यो चाहिँ भैरवनाथ र के भन्छ भद्रकाली शिव र पार्वतीको तान्त्रिक स्वरूप यिनीहरू दुईजनाको चाहिँ मिलन गरेको यो बुझेन। जुदाएको भन्नाले चाहिँ देउल लाकेको भन्छ, जुदाएको पनि होइन देउल लाकेको भन्छ नि नेवार भाषाबाट। नकिन्जो र भैरवदेव, नकिन्जो भनेको भद्रकाली, भैरवदेव भनेको भैरवनाथ भयो। यिनीहरू चाहिँ वर्षको एकचोटि जसरी हाम्रो विस्का जात्रामा भद्रकाली र भैरव के भन्छ जुदाउँछ त्यसरी नै अब तिम्रो के भन्छ अरू अरू ठाउँमा पनि पनौतीमा पनि ज्यापुनीमा जात्रा हुन्छ त्यो पनि भैरव भद्रकाली नै हो। हामी चाहिँ शाक्त धर्म मानेकोले चाहिँ हाम्रो चाहिँ तान्त्रिक धर्म अनुसार चाहिँ भद्रकाली र भैरव मान्ने भएकोले यो चाहिँ हाम्रो मेन मान्ने डिएटी नै हाम्रो चाहिँ भैरवनाथ भयो, भद्रकाली भयो। त्यही भएर चाहिँ यो वर्षमा समागम जहाँ जात्रा भए पनि मेन डिएटी चाहिँ जुन समयमा भए पनि मेन डिएटी चाहिँ भद्रकाली र भैरवनाथ यिनीहरू चाहिँ आसनमा राखेर तिम्रो जात्रा चाहिँ गरेको हुन्छ। सानै भए पनि ठुलो भए पनि यो प्रतीकात्मक भए पनि तिम्रो गर्छ त्यो चाहिँ रस जुदाउने हो।